हामी चाहिँ बोडी खाँदै पटक पटक हिँड्यो चटक चटक घाँस काट्न घाँस काट्न हिँड्यो गाइस अनि हामी चाहिँ नुर्सान पिछे ल्यायो बोडीमा टप टप टोक्दै होइन काली अर्कै मलाई केही एलर्जी हुन्न तर राख्न भन्छ राख्नु पनि बनासी नराखेर के नि होइन गाइस बनासी नराख्ने नि स्टोरेज फुल गरेर त भयो नि बरु राखेको जात त्यही हो हामी चाहिँ घाँस काटेको म चाहिँ अझै आएको हेर्नु म कति के भन्छ कति उसके म कति तन्दुरुस्त म आउने बित्तिकै घाँस काट्ने त्यही भएर म चाहिँ अहिले घाँस काट्ने अनि यो चाहिँ हाम्रो त्यही मिर्मीको स्केटिङ पार्क यहाँ क्याफे पनि छ अनि स्केटिङ पार्क पनि अनि यहाँ जिम पनि छ सबैको व्यवस्था छ है हाम्रो मिर्मीमा चाहिँ गाइजहरू हजुरहरू पनि आएर यसो सेवा सुविधा लिनु होला अनि यो चाहिँ हाम्रो के भन्छ यहाँ हाम्रो खेलकुदहरू हुन्छ ग्राउन्ड यो चाहिँ हाम्रो मिर्मीको ग्राउन्ड गाइज हस् बाई म चाहिँ घाँस काट्न हिँडेको कस्तो राम्रो खानु हेलो गाइज हामी चाहिँ यहाँ खरबारीमा आएर भाँडा त छैन कि त्यही भएर यहाँ पछ्यौरामा चटर बनाएर खान लाग्यो यहाँ चाहिँ यी दाइले र दिदीले यहाँ खोक्दै हुनुहुन्छ अनि हाम्रो कोक कताको स्पेसल कोक चाहिँ यहाँ आधा भइस यहाँ चटपटसँग खानलाई चट्ट लाएर अनि यहाँ चटपट बनाउँदै हम पछ्यौरामा है स्पेसल अनि म चाहिँ यता छु उदा हैसा उदाइ यहाँ फेरि हैसा उदाइ कोकले मुख धोइदिउँ कोकले मुख धुन्छिस् यार अनि हामी अब यहाँ घाँस काट्ने यो खरबारीमा आएको कति बजिसक्यो यहाँ चटपट बनाएर खाएर बल्ल के अरे घाँस काट्ने भनेको कहिले चटपट खाने कहिले घाँस काट्ने कहिले गरेर जाने गाइज यस्तै छ जिन्दगी पहिला खाम अनि गरौँ होइन र हेर्नुहोस् हाम्रो यहाँ चटपट बन्दैछ दाइ चाहिँ यहाँ मच्छेटले टोकेर यहाँ पछ्यौरा बेरेर बस्नुभयो पहले खाइए चटपट उसके बाद होगा छटपट छटपट अब हजुर चटपट हिँड्नु टाउको माथि पहले हम चटपट खाएंगे और सुबह उठने के बाद हो जाएगा छटपट बैठने के लिए बहुत ज़्यादा गलत अनि यहाँ चाहिँ अमला फल र पुरै झप्पै झप्पा पहले अभी चटपट खाएंगे सुबह उठ के छटपट हो जाएगा टॉयलेट में बसने के लिए हामीले चाहिँ यहाँ चटपट दाइलाई नि लिएर आएको कि यसको खरबारीमा आवश्यक पर्छ भनेर अरे हो दाइ चटपट नुन मसला हालेर मुखभित्र डालेर तोरीको तेल हालेर किरा फटेको सबै आउनु चटपट खानालाई आउनु चटपट खानालाई मच्छर लिएर किरा कुरुङले यहाँ के गरेर चाक्दैछ यो मच्छर चाहिँ यहीँ पर्ला है चटपट आछ चिकन चटपट मच्छर चटपट मस्किटो चटपट मच्छर चटपट अयो चटपट इतना खुर्सानी डाल दिया कि सुबह उठ के हो जाएगा हमको टॉयलेट में छटपट मम्मा हाँसेर मर्ने हो गया हमारे हाथों में ला चुडेल का कप मेरो कपाल त ला हुन्छ कपाल पनि टाउका हेर साली कम बिमाला त पोइ लाग्यो हाम्रो दाइको स्पेसल गीत खानालाई नै के अरे ऊ चाउचाउको उस खै स्पेसल चम्चा हामीले 1 लाखमा किनेर ल्याएको जापानबाट धुम्ला त्यस्तै गरौँ न हामीले पनि दाइल जस्तै हालिस लाग्छ त मजा लागिरहा गाइस खाली खुट्टा बसेर मजा लागिरहा यसले बनाएर खान्छ हामीले चाहिँ उ पनि आइ
हमारा धोती फुकल गया इधर था इधर उधर धोती उतर गया हमारा वाला अब चाहिँ हामी चटपट खायो घाँस काट्नु पर्ने हुन्छ कति बारी घाँस लिएर जाने अरे एक बारी हो त्यसपछि 1 मुठा मुठा कतिवटा मुठा बनायो 8वटा हामी त दुईवटा बनाए भयो दुईवटा मुठा काटेर हामी चाहिँ घरतिर लाग्छौँ गाइज बाई 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 भन्देऊ बाई बाई लाइक सेयर सब्सक्राइब गर्नु है मेरो के भन्छ युट्युब च्यानललाई थ्याङ्क यू के भन्छ भनेर युट्युब च्यानलको नाम केही हुँदैन मलाई थाहा छैन नि त गाइज त्यही भएर हो के म बिर्सिहाल्छु के त्यही भएर गाइज हेर्नु त हाम्रो खरबारीमा कति धेरै अमला कति रातो अमला छ अनि यहाँ हामी यसो यहाँ धेरै जुम गरेको क्या मैले अनि यहाँ अमला अनि हामी चाहिँ घाँस काटेर भ्याएर अब हिँडेको अब घरतिर त्यो अमला यसो टिप्ने उस थियो तर टिप्न सकिएन 2-4वटा टिप्यो भन खानालाई 2-4वटा टिप्यो भन अनि बाटो चाहिँ यस्तो छ यहाँ दाउरा चिरेको छ अनि कति मैले एउटा मुठा र आधी काटेँ क्या तिमीले 2-2वटा काट्यौ कति धेरै काटेमा ए 2-2वटा होइन 3-3टा काट्यो मैले 2टा काटेँ मैले 2टा काटेँ दिदीहरूले चाहिँ दाइले त 3 मुठा दाइ त मचेर मार छिक्क गर्थ्यो मच्छर जादबिद गर्थ्यो त्यही भएर दाइले मच्छर मार्दा छिक्क भयो उतै त सम्मातिर मेरो वरिपरि नआइज भाइ म त खोइ त अमला ए यो धेरै भनेको चिन्ता हेरेर ल वाउ कति धेरै हो राम्रो गाइस अमला यो चाहिँ हाम्रो हस् बाई अब हामी चाहिँ भारी बाँध्न लाग्यो भारी बाँधेर घरतिर लाग्छौँ त्यही हो रात परिसक्यो यो चाहिँ हाम्रो कालीगण्डकी यहाँ तलतिर चाहिँ अनि अब छिटो घाँस काटेर घाँस बाँधेर जान्छौँ हामी भारी बाँधेर छिटो घरतिर लाग्नु पर्यो नि अबेला भइसक्यो हेलो गाइज हामी चाहिँ घाँस काटेर पनि घर हिँडिसक्यौँ भारी चाहिँ उहाँ दाइले बोक्नु भयो अनि यहाँ चाहिँ बहिनीहरूमा छौँ अनि यो चाहिँ जेउरा नाम्ला अनि के भन्छ हिस्सा अनि हेर्नु यहाँ यिनीहरू दसैँमा गएनन् नानी यिनीहरू दसैँमा गएनन् कति ठुल्ठुला नि भा तिमी त कति मोटाइ के हो रामो न कति ठुली पनि भइकिन् भा कति सानैमा देखेको नि त मैले त त्यही भएर के एकदम सानी बच्चा हुँदाखेरि देखेको अहिले त म जत्रै भइसकेँ कि म सानी अरू ठुला हुँदै गएँ क्या हो अचम्मै लाग्छ गरिहरू त किन हो यस्तो अनि एयरपोर्ट ल्यान्ड हुने ठाउँ एयरपोर्ट भन्दा यो चाहिँ हाम्रो ल्यान्ड हुने ठाउँ कहिलेकाहीँ के भन्छ एयरप्लेन होइन कि हेलिकप्टर कहिलेकाहीँ आयो भने यहाँ यस्तो यहाँ के रोकिने हाम्रो मेरुमा चाहिँ अनि यहाँ चाहिँ बल खेल्ने रहेछ हल्का केटाकेटी अनि अब चाहिँ घर हिँड्थ्यो अब घर के अरे भारी फालेर अब हामी गइन्छ घरतिर अनि घर गएर खाना बनाउनु पर्यो खाना बनाएर खानु पर्यो फेरि भोलि बिहान घाँस काट्नु जाने हो 4 बारी होइन बा भोलि 4 बारी घाँस काट्नु जाने हो पर्सि दसैँलाई पुऱ्याउनु पर्यो नि त त्यही भएर 4 बारी घाँस काट्नु जाने हो अनि हामी चाहिँ बाटोमा निस्क्यौँ खरबारीबाट दाइले घाँस बोक्नु भयो पर्दैन भन्दैन बल्ल बल्ल आफै बोक्नु भयो दाइ कहाँ बिसाउनुहुन्छ मेरो पालो हो नि अब त भारी बोक्ने पालो अनि हामी चाहिँ अब घरतिर लाग्यौँ त्यही हो गाइज अब चाहिँ म हाम्रो घर गएर भिडियो बनाउँछ यो सबै एडिट गरेर मैले भोलितिर राखिदिन्छु दाइ हुनुहुन्छ नि त दाइले एडिट गरिदिनुहुन्छ मलाई त आउँदैन एडिट गर्न
त्यही हो आन्टी चाहिँ हामीले चिनेको आन्टी हो त्यो चाहिँ हेर्दै जानुपर्छ अनि अब चाहिँ यहाँ एनयु क्याम्प छ यहाँ एनयु क्याम्पभित्र यस्तो पानी सुट्ट पारेर हामी घरतिर लाग्नुपर्ने हुन्छ बाई गाइज यो चाहिँ हाम्रो यहाँ मिर्मीको एनयु क्याम्प अनि हामी चाहिँ यहाँ बेलौती खान आएको बेलौती खान आएको रातो सेतो अमला जे पनि पाइन्छ यहाँ त्यहाँभित्र कति राम्रो छ फोटो खिच्ने ठाउँ यहाँभित्र हेर्नु त्यहाँ कस्तो राम्रो फुल छ देखेछु दामी है यहाँ चाहिँ हेर यहाँ पनि कस्तो राम्रो छ हेर्नु त्यहाँ यो के को बुढा हो र कटहरको जस्तो देखिन्छ वाह खतरा रहेछ त्यसलाई गाभा रहेछ गाभा जस्तै फुल पनि हुन्छ क्या हो न अनि आज चाहिँ हामी घाँस काट्दै काट्दै पुरै घुम्यौँ के अनि यो चाहिँ कस्तो स्टाइलिस फुल छ जस्तो कस्तो मजाले काटेको हो न वाह इन्ट्रेस्टिङ छ यहाँ त पार्क जस्तै राम्रो छ यहाँ अस्ति तिमीले फोटो खिचेको यहाँ हो वाह हेर्नु न कस्तो दामी है हेर्नु न अनि हामी चाहिँ यहाँ बेलौती खान आएको यहाँ बेलौती एकदम छ अरे के त्यही भएर यहाँ आरुको बुटान रहेछ अनि यहाँ त पुरै यहाँ चाहिँ के गरे हाम्रो यो उसमा काम गर्ने के अरे दिदी कालीगण्डकीमा काम गर्नेहरू बस्नुहुन्छ भने यहाँ कालीगण्डकीको त्यो विद्युतमा काम गर्नेहरूको घर परिवार सबै बस्नुहुन्छ कि यहीँ अनि यहाँ चाहिँ एकदम राम्रो सुविधा छ कि विद्युतमा काम गर्नेलाई इन्ट्रेस्टिङ बेलौती वाह यहाँ राम्रोवाला अमला होला न खान पाइन्छ न यहाँ सर्पी भयो भने हस् गाइज म चाहिँ यहाँ बेलौती टिप्न जाँदैछु यहाँ चाहिँ हामी बेलौती टिप्न आएको हेर्नुहोस् मम्मी हेर्नुहोस् बेलौती यो चाहिँ बेलौती यो चाहिँ बेलौती हेर्नु न कस्तो पाकेको बेलौती हो यहाँ यहाँ माथि पनि छ चाहिँ खतरा है यहाँ वाह अब राम्रो मिठो मिठो दामी हो कस्तो राम्रो राम्रो हो क्या यहाँ चाहिँ भत्केको हो अन्त आँपको बुट्टा आँपको सिजनमा आँप पनि कस्तै हुन्छ यहाँ अहिले चाहिँ बेलौती हो त्यही भएर चाहिँ अब म चाहिँ गाडी चौरीतिर जान्छु म चाहिँ यस्तो गाई झर्तिर जान्छु है 4वटा चाहिँ टिपेँ कस्तो सरे स्वर्ग जैसे आनंद गाँव में नहीं सर म देखी हो नि यति माथि अझै माथि गर्नुपर्छ त्यसलाई म देखिएँ होइन बेलौती अमला टिपेन यहाँ गोजीभरि खान मिठो मिठो छ है मिठो यता पनि मिठो यता पनि मिठो छ मिठो छ मिठो अब चाहिँ हामी घरतिर लाग्यौँ धेरै डुल्न भएन अँधेरो भइसक्यो यो पनि टेस्ट गर्दै न यस्तो के छ वाह यो त दामी छ दिदी हेर्दा मिठो छ ल टिपम 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 अझै टिपम हेर त कति पनि बाउ छेरपाटे अलि नगरौँ भयो यहाँ कति हुन्छ झोपा यहाँ कति हुन्छ झोपा खाना फोटो खिच्छु अहिले घाँस बोक्ने पालो चाहिँ मेरो पर्यो दिदीले बोके नि बहिनीको र दाईको पालो चाहिँ गइसक्यो अहिले चाहिँ मेरो पालो अब एकछिनमा दाईको पालो गाई